सबै विद्यार्थी भाइ बहिनीहरूको फेभरेट सब्जेक्ट आज हामी बायोलोजीको बारेमा कुरा गर्न जाँदैछौँ। बायोलोजीको मार्किङ स्किम हेरौँ है त आज। नर्मल्ली बायोलोजी हेर्नुभयो भने दुईटा सब्जेक्ट बोटनी र जुलोजीबाट बनेको छ। दुईटै टोटल गरेर तपाईँहरूलाई 75 मार्क्सको क्वेसन सोध्छ जुन तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ है। यहाँनिर बोटनी प्लस जुलोजी च्याप्टर वाइज गरेर मार्किङ डिस्ट्रिब्युसन पनि दिएको छ। तपाईँहरूले यहाँ हेर्नु बोटनीबाट तपाईँहरूलाई 37, जुलोजीबाट 38 गरेर टोटल 75 मार्क्सको क्वेसन सोध्ने गरेको छ। क्वेसन प्याटर्न फिजिक्स र तपाईँहरूको केमिस्ट्रीमा जस्तै एमसिक्यू सर्ट एन्सर क्वेसन र लङ एन्सर क्वेसन नै हुन्छ। अब तपाईँहरूले बायोलोजीलाई अलिकति मजाले कन्सेप्ट बुझेर पढ्नुभयो भने ओभरअल मार्क्स अथवा ओभरअल जिपे इन्क्रिज गर्नमा एकदमै ठुलो भूमिका निर्वाह गर्छ। त्यस सँगसँगै तपाईँहरू यदि +2 पछि गएर तपाईँले सी लगायत कुनै पनि इन्ट्रान्स दिन चाहँदै हुनुहुन्छ भने नर्मली तपाईँहरूको सीमा फिजिक्सबाट 50 मार्क्स सोध्छ, त्यस्तै गरी केमिस्ट्रीबाट तपाईँहरूको 50 मार्क्स सोध्छ, तर जुलोजीबाट र बोटनी भनेको टोटल बायोलोजीबाट तपाईँहरूको 80 मार्क्स क्यारी गर्ने भएको भएर यसपछिका तपाईँहरूका फेजमा पनि बायोलोजी एकदमै महत्त्वपूर्ण छ। त्यही भएर यसलाई मजाले बुझेर कन्सेप्ट वाइज क्लियर भएर चाहिँ अगाडि बढ्नु होला। यो कुनै पनि टपिकको नोट अथवा एमसिक्यूज केही चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँलाई सधैँ हेल्प गर्नेछौँ। थ्याङ्क यू।